हाई गाइज गुड मर्निङ अनि वेलकम छ हजुरहरूलाई आजको मेरो यो नयाँ ब्लगमा। सो अहिले चाहिँ अलिक उज्यालो भइसकेको छ। म चाहिँ चिया पिउँदै आगो तापिरहेछु। अनि आजको ब्लगलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ल यहाँ चाहिँ मेरो एसएजीको काम एक दुईवटा गर्नु छ। यो फर्महरूलाई भर्नु हुन्छ, त्यही भएर म चाहिँ यो फर्मलाई भर्नु लागेको। अब चाहिँ ल त गाइज अब चाहिँ म चाहिँ मर्निङ ड्युटी त्यही हो, घाँस काट्नु गएको। बिहानको अलिअलि काम सकेर यस्तो हुन्छ गाउँ बस्तीमा। ला हँसिया झऱ्यो, यस्तै छ जिन्दगी। अलिअलि घाम लाग्ला जस्तो गर्दैछ, जाडो जाडो छ दिन। बोजू उठेको छैन? ए ठिकै छ ठिकै छ। ए मटर त तुनेछ नि, ऊ तौलिनु मात्रै रहेछ। ल यो मटर चाहिँ पठाउनु पर्ने बेच्नुको लागि। आज अस्ति अलिक पठायो। जाडोमा ठिकै छ हौ बोजू, जाडो जाडो छ दिन। म चाहिँ घाँसमा चाहिँ वारी घरको बारीमा आएको त। मेरो घर चाहिँ त्यहाँ पारी, उताबाट गरेर चाहिँ उँधो जानुपर्ने छ। ल घाँस चाहिँ म यो तल काट्ने, निकै तलै पुगिसक्यो घाँसको मेलो चाहिँ। अन्त आजभोलि चाहिँ कामकाज त्यही हुँदैछ। इस्कुसको मचन सुरु भयो, बाँसहरू काट्दैछ भाइले चाहिँ। यहाँतिर पनि इस्कुस लगाउने भनेर अलिअलि मलहरू बोकिरहेछ। यहाँबाट चाहिँ काटेर लाने म चाहिँ घाँस चाहिँ। ल अब चाहिँ मेरो घाँसको बारी पनि पुगिसक्यो। घाम चाहिँ यहाँ माथि मधुरो लाग्यो। ल कुच्चो चाहिँ बिग्रिन भएर यसरी जङ्गलमै फालिराखिदिन्छु म चाहिँ। ल त गाइज अब चाहिँ बिहानको खाना बनिँदैछ मेरो चाहिँ। यो मटर चाहिँ मैले बेलुकै केलाइरहेको, यसरी हतार हुन्छ र। आलु र मटर बनाउने जुठो भाँडा थाक यति छ। यहाँनिर स्कुल जानुको लागि रेडी हुँदैछ। पढिसकिस्? यो चाहिँ ज्यादा पढेर तिर्खा लागेर पानी खानु पर्यो। लौ 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 त गाइज अब चाहिँ म चाहिँ भुइँ पुस्दैछु यहाँ। यसो गरेर यो सफा गर्दा चाहिँ घर ठुलो लाग्छ, फेरि मान्छेहरू चाहिँ यही घर सानो लाग्छ। यस्तो छ हौ जिन्दगी साथीहरू, कता कता के भ्याउनु पनि हो। ल अब चाहिँ मेरो खाना खाएर सनाक सिनिक पनि गरिसकेँ। यहाँ चाहिँ माइजू आउनु भएको छ, माइजू र आमा चाहिँ बात मारिरहेछ। ल गाइस अब चाहिँ म एकैछिन माथि मामाहरूकोमा गएको सुँगुरको चारोको लागि पुस्टकारी ल्याउनु। यहाँ चाहिँ मेरो डोको। म चाहिँ उकालो जाँदैछु। यहाँबाट गएर चाहिँ माथि पुग्नु पर्ने। ल फाइनल्ली म चाहिँ आइपुगिसकेँ मामाहरूकोमा। आम्मामा साग त कस्तो दामी भएछ हौ मलमा त। आया
त्यो गयो छ भने छ त मामा थिएन त हिजो त माथि कोठामा बन्द चालु कस्तो मिठो हाम्रो घर ऊ तल तात्दैछ मामा मजाले तात्दैछ होला एक एउटा धन्यवाद मामालाई तोरी अचार खानु पनि दियो ए तोरी होइन हौ यो त सिलाम पो त है तोरी भन्यो हजुर ए अँ ल ल ल ल अब चाहिँ पुष्टगरी खन्नु गएको हामी चाहिँ ए सिमी पनि रोपेको के छिटो है के छिटो रोप्यो सिमी पनि अन्त ए हामी त रोपेको छैन अलिअलि त अगुवा खाने रोप्नु पर्ने डल्लै नबेच्नु भयो नि गाउँमै मासु बिकिहाल्छ होइन हजुर हो त फोन फुट्यो ल लु बारी पुग्यो एक बारी ल त गाइस अब चाहिँ म चाहिँ घरतिर लागेको हो माइजू के गर्दैछ ल फाइनली घर आइपुगेँ आइया